नमस्कार। यस प्रविधि समाचारमा के स्यामसङ फोनहरू किन्दा नै इजरायली स्पाइवेयर साथ आउँछन्। इजरायली स्पाइवेयर स्यामसङ फोनहरूमा हटाउन नसकिने ब्लोटवेयरको रूपमा लुकेको हुन्छ, जसले मध्य पूर्व, अफ्रिका र भारतका लाखौं प्रयोगकर्ताहरूको डेटा गोप्य रूपमा सङ्कलन गर्छ। बजेट ग्यालेक्सी ए, एम र एफ श्रृङ्खलाका डिभाइसहरूमा पूर्व स्थापित सेवा एप क्लाउडले सेटअप र अपडेटको समयमा तेस्रो पक्ष एपहरू इन्स्टल गर्छ। यसले सहमति बिना स्थान, कन्ट्याक्ट डिटेल्स र ब्राउजिङ इतिहास जस्ता संवेदनशील जानकारी सङ्कलन गर्न सिस्टम अनुमतिहरूको शोषण गरी यसलाई आइरन सोर्ससँग जोडिएको सर्भरहरूमा पठाउँदछ। आइरन सोर्स एक इजरायली फर्म हो जसको एनएसओ समूहसँग लिङ्क छ र इन्स्टल कोर टुल मार्फत मालवेयर फैलाउने इतिहास छ। लेबननी डिजिटल अधिकार समूह SMEX ले पश्चिम एसिया र उत्तर अफ्रिका अथवा वाना क्षेत्रहरूमा जहाँ इजरायली फर्महरूलाई प्रतिबन्धित गरिएको छ, यो योजनाले गोपनीयता कानुनहरू उल्लङ्घन गरेको पर्दाफास गर्यो। एपले एप रिफरलहरू मार्फत स्यामसङको लागि राजस्व उत्पन्न गर्छ, तर साथै सम्भावित सर्वेलेन्सलाई सक्षम बनाउँछ। जबरजस्ती स्थापनाहरू अन्त्य गर्न माग गर्दै SMEX को खुला पत्रको बावजुद स्यामसङ मौन बसेको छ। प्राविधिक विज्ञहरूले यसलाई सम्भावित रूपमा आवञ्चित प्रोग्राम वा PUP भन्छन् र यद्यपि धेरैले नसके पनि प्रयोगकर्तालाई ADB कमान्ड मार्फत यसलाई असक्षम गर्न आग्रह गर्छन्। यस 2 वर्षको विवादले उदीयमान बजारहरूमा बिग टेकको नैतिक ब्लाइन्ड स्पटलाई हाइलाइट गर्दछ। प्रविधि समाचारमा यति नै। नयाँ अपडेटका लागि लाइक र सब्स्क्राइब गर्नुहोला। धन्यवाद।